अब हामी अर्को कथा सुन्नेछौँ। परमेश्वरले योसेफलाई साथ दिए। उत्पत्ति 37 देखि 41 अध्याय। याकुबका 12 जना छोराहरू थिए, तर उनले योसेफलाई सबैभन्दा बढी माया गर्थे। उनले योसेफलाई सबैभन्दा राम्रा वस्त्र दिन्थे। उनले योसेफलाई सबैभन्दा स्वादिष्ट खाना पनि दिन्थे। एक दिन योसेफले एउटा सपना देखे। त्यो सपनामा उनले आफ्ना दाजुहरूमाथि प्रभुत्व पाए। उनले आफ्ना पिता र दाजुहरू समक्ष यो सपनाका बारेमा बताए। उनका दाजुहरूले योसेफलाई अझै बढी डाह गर्न थाले। एक दिन दाजुहरूमध्ये एकले भन्यो, योसेफलाई मारौँ। अर्को दाजुले भन्यो, त्यसलाई नमारौँ, बरु त्यसलाई दासको रूपमा बेचिदिउँ। दाजुहरूले योसेफलाई मिद्यानी व्यापारीहरूको हातमा बेचिदिए। योसेफ मिस्रमा दास भए। फारोका एकजना अधिकृत पोतिफरको घरमा योसेफ पुगे। उनले धेरै परिश्रम गरे। योसेफ एक निस्सहाय दास थिए, तर परमेश्वर उनको साथमा हुनुहुन्थ्यो। परमेश्वरले योसेफका खातिर पोतिफरको घरमा आशिष दिनुभयो। एक दिन केही खराब घटना घट्यो। पोतिफरकी पत्नीले आफ्ना पतिलाई ढाँटी। उसले भनी, योसेफ खराब नोकर हो। पोतिफरले योसेफलाई झ्यालखानामा लगेर हालिदिए। झ्यालखानामा परमेश्वर योसेफका साथमा हुनुहुन्थ्यो। योसेफ अन्य कैदीहरूको रेखदेख गर्दथे। एक दिन योसेफले 2 कैदीहरूको सपनाको अर्थ बताए। उनीहरू राजाका अधिकृतहरू थिए। केही दिनपछि उनीहरूको सपना साँचो भयो। एक रात मिस्रका राजाले 2 अनौठा सपनाहरू देखे। एउटा सपनामा 7वटा दुब्ला गाईहरूले 7वटा सप्रेका मोटा गाईहरूलाई खाए। अर्को सपनामा 7वटा सप्रेका र ओइलाइएका अन्नका बालीहरू 7वटा असल र भरिला अन्नका बालीहरूलाई निले। यो सपनाको अर्थ के हुन सक्छ भनी राजाले धेरै व्यक्तिहरूलाई सोधे। कसैले पनि उनलाई सपनाको अर्थ बताउन सकेनन्। तब राजाका नोकरले योसेफलाई सम्झे। ऊ योसेफसँगै झ्यालखानामा थियो। योसेफले सपनाको अर्थ खोलिदिन सक्छन्। राजाले योसेफलाई बोलाउन पठाए। सपनाको अर्थ अबका 7 वर्षसम्म सहकाल रहनेछ। तपाईले प्रशस्त अन्न फसल गर्नुहुनेछ, तर त्यसपछि अनिकालका 7 वर्ष पनि आउनेछन्। तपाईसँग अनाज हुने छैन। तपाईले अनिकालका लागि तयारी गर्नुपर्छ, योसेफले भने। राजा धेरै खुसी भए। योसेफको बुद्धिमानी देखेर राजा अचम्मित र प्रसन्न भए। राजाले भने, तिमी धेरै बुद्धिमान रहेछौ। म चाहन्छु कि मेरो प्रजामाथि तिमी शासन गर। राजाले योसेफलाई मिस्र देशमाथि अधिकार दिए। परमेश्वरले मेरो हेरविचार गर्नुभयो, योसेफले भने। परमेश्वर योसेफका साथमा हुनुहुन्थ्यो।